नमस्कार, तपाईहरुलाई यस ज्ञानगुरु युट्युब च्यानलमा स्वागत छ। आज मैले यो लोकसेवा आयोग अप्राविधिक तर्फका न्याय प्रशासन लेखापरीक्षण र सङ्घीय संसद सेवा राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सुसरह पदको प्रथम चरणको खुला प्रतियोगितात्मक लिखित परीक्षा मिति 2082 साल 1 महिना 20 गते भएको यस लोकसेवाको परीक्षाको प्रश्नपत्र लिएर उपस्थित भइसकेको छु। आज चाहिँ मैले यस भिडियोमा तपाईहरुलाई सामान्य ज्ञान जीके को तर्फबाट सोधिएको प्रश्नहरू जम्मा 4 वटा प्रश्नहरूलाई राख्नेछु। अरु प्रश्नहरू बिस्तारै अन्य भिडियो मार्फत राख्दै जानेछु। आजको लागि यो 1 नम्बरको प्रश्न रहेको छ, जुन गोपाल वंशको शासनको केन्द्र कहाँ रहेको थियो भनेर सोधिएको थियो। गोपाल वंशको शासनको केन्द्र कहाँ रहेको थियो भनेर सोधिएको थियो, जसमा अप्सन नम्बर ए राजतीर्थ, अप्सन नम्बर बी मातातीर्थ, अप्सन नम्बर सी भक्तपुर र डी मा नुवाकोट रहेको छ, जसमा चाहिँ अप्सन नम्बर बी करेक्ट रहेको छ, जुन मातातीर्थ रहेको छ। त्यसपछि प्रश्न नम्बर 2 मा रहेको छ, नेपालको प्रथम महिला राजदूत तलका मध्ये कुन ठिक हो भनेर सोधिएको छ, जसमा ए मा रहेको छ सोनी राणा, बी मा अम्बिका प्रधान, सी मा बिन्देश्वरी शाह, डी मा सुनिल सिंह। यसमा 4 वटा अप्सन मध्ये अप्सन सी को सही रहेको छ, बिन्देश्वरी शाह। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, देखाइएको कथनमा कुन ठिक हो भनेर सोधेको छ। 1 मा रहेको छ प्रजाजाति भन्नाले चेपाङ जातिलाई जनाउँछ। 2 जिरेल जातिको पुरोहितलाई गोपा भनिन्छ। अब अप्सनहरुमा रहेको छ हेरौँ। ए मा रहेको छ 2 मात्र ठिक, 1 र 2 दुवै ठिक, यसरी बेठिक। सी मा रहेको छ 1 र 2 दुवै ठिक। अप्सन नम्बर डी मा रहेको छ 1 मात्र ठिक, जसमा प्रजाजाति भन्नाले चेपाङ जातिलाई जनाउँछ, यो करेक्ट रहेको छ। जिरेल जातिको पुरोहितलाई गोपा भनिन्छ, यो गलत रहेको छ। त्यसै गर्दा प्रश्न नम्बर 3 को उत्तर भनेको डी रहेको छ, जुन 1 मात्र ठिक। त्यसैगरी प्रश्न नम्बर 4 मा सोधिएको प्रश्न यस प्रकार रहेको छ, तलका भनाइहरू अध्ययन गरी सही विकल्प रोज्नुहोस् भनेको छ। 1 नम्बरमा रहेको छ सिख धर्मको पवित्र धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिब हो। 2 मुस्लिम धर्ममा 1 महिनासम्म रोजा बसी ईद पर्व मनाइन्छ। 3 बौद्ध धर्मको धार्मिक ग्रन्थ त्रिपिटक हो। 4 जैन धर्मको प्रवर्तक गुरु नानक हुन्। यसको सही अप्सन रहेको छ सी नम्बरको रहेको छ। 1 नम्बरको पनि सही छ, 2 नम्बरको पनि सही छ, 3 नम्बरको पनि सही छ। जैन धर्मको प्रवर्तक गलत रहेको छ। त्यसैले गर्दाखेरि अप्सन नम्बर सी करेक्ट एन्सर रहेको छ। हस्त आजलाई यस 4 वटा प्रश्नहरू राखेको छु। अर्को भिडियोमा अन्य बाँकी रहेको भिडियोहरू प्रश्नहरू लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि धैर्य गरेर बस्दिनु होला, ज्ञान बटुल्नु होला, पढ्नु होला। हस्त धन्यवाद।